यसरी लेखिएको छ म भन्छु। अनि परमेश्वरले भन्नुभयो उज्यालो होस्, तब उज्यालो भयो। 4 पदमा छ परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो र उहाँले उज्यालोलाई उहाँले उज्यालो र अँध्यारोलाई अलग अलग गर्नुभयो। परमेश्वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो। साँझ पर्यो अनि बिहान भयो, पहिलो दिन। परमेश्वरले यसरी सृष्टि गर्नुभएको पहिलो उज्यालो है, उज्यालो होस् भने। यो उज्यालो त सबैलाई मनपर्छ है, उज्यालो त आयो, सबैलाई आयो। तर यूहन्ना 8 अध्यायको 12 पदमा भनेको छ येशू संसारको ज्योति हुनुहुन्छ, उहाँको पछाडि हिँड्नु गर्ने मान्छे कोही अन्धकारमा हिँड्नु गर्ने छैन, तर त्यसले चाहिँ के गर्छ, जीवनको ज्योति पाउनेछ। अब त्यो जीवनको ज्योति पाउनलाई चाहिँ परमेश्वरले पहिले उज्यालो दिनुभयो, प्रत्येकलाई उज्यालो पाए। अब त्यो अझै पनि हृदयमा जीवन परिवर्तन गर्न, जीवनको ज्योति प्रकाशमा ल्याउनको लागि चाहिँ प्रभु यीशुलाई हामीले के गर्नुपर्छ, विश्वास गर्नुपर्छ। जबसम्म विश्वास गर्दैनौँ तबसम्म हाम्रो जीवनमा परिवर्तन आउँदैन। अघि एकजना हाम्रो भाइले भन्दै हुनुहुन्थ्यो, प्रभुको बारेमा धेरै त्यहाँ बताउनु भयो है, मलाई पुरा खुसी लाग्यो। हामी साँच्चै कतिपय अन्धकारमा छौँ हो, अहिले हामी उज्यालैमा छौँ तर पनि अन्धकारमा छौँ। जब प्रभु यीशुलाई पाउँछौँ भने नि हाम्रो जीवन परिवर्तन हुन्छ। जीवन परिवर्तन भनेको चाहिँ पुराना कुरा छोडेर नयाँ कुरामा आउनु हो। आजको क्रिसमस प्रोग्राम जुन यहाँ यो ठाउँमा राख्नु भएको छ, हामीलाई पनि हामी दुईजना रत्न भाइ म धनकुटा पक्रिवा सडे यसरी आउन सक्यौँ। तपाईँले सबै कुरा बन्दोबस्त मिलाइदिनु भयो, प्रभुलाई धन्यवाद होस्। र हामीले असल जीवन पाउनको लागि चाहिँ अन्तमा म तपाईँहरूलाई भन्दछु, प्रभु यीशु ख्रीष्टमा नै विश्वास गर्नुपर्छ। उहाँले हाम्रो अनन्त जीवन कसरी बनाउनुहुन्छ, यो जीवन चाहिँ अन्त कहीँ पनि पाइँदैन, प्रभु यीशु ख्रीष्टमा पाइन्छ। उहाँलाई चाखेर हेर्नुहोस् कि उहाँ कति भला हुनुहुन्छ है।